तपाईले भन्नुभयो जस्तो एउटा राजनीतिक दलभित्र र यति धेरै सांसदहरू भएको ठुलो राजनीतिक दलभित्र कहिलेकाहीँ कहिले कसको कुनै न कुनै विषय कहिलेकाहीँ बोल्दाखेरि कतिपय कुरा चिप्न नसक्ला, कतिपय गर्दाखेरि कहिलेकाहीँ यताउता हुन सक्ने सम्भावना संख्या नै यति धेरै हुनुहुन्छ, त्यसले गर्दा भन्यो। तर समग्रमा त्यस्तो होइन। संसदमा हामी जसरी प्रस्तुत भइरहेका छौँ त्यो संसदमा प्रस्तुत हुने विषय, त्यहाँको प्रस्तुति, यी सबै विषयहरूमा अलिअलि कता आम नागरिक तहबाट पनि प्रश्नहरू आइरहेको, पार्टी पङ्क्तिले पनि अलिकति छलफल गर्नुपर्छ कि भनेर हामी सबै एउटै पेजमा त हुनु पर्यो नि त। त्यसले गर्दा त्यसलाई केही असन्तुष्टिहरू छन् कि सरकारका विषयलाई लिएर मन्त्रालय मन्त्री या कसैको विषयमा केही छ कि भनेर हामीले आन्तरिक छलफलहरू गऱ्यौँ, ताकि संसदको मर्यादा कायम गर्ने जिम्मेवारी पनि हाम्रो रहन्छ। त्यस अर्थमा चाहिँ संसदमा मर्यादित ढङ्गले प्रस्तुत हुने, संसदमा उठ्ने विषयवस्तुहरू, आम नागरिकको जीवनसँग जोडिएका विषयहरू हुने, यी सबै यावत कुराहरू जति पनि छन् त्यसलाई चाहिँ एकैपटक छलफल गर्ने र छलफल गरिसकेपछि अब एउटा बेटर अन्डरस्ट्यान्डिङका साथ अगाडि जाने भन्ने विषयमा आज के मन्त्रीहरू चाहिँ चेन्जमेन्ट गर्ने परिवर्तन गर्ने सम्भावना छ राष्ट्रपाले? बिल्कुल छैन। कुनै पनि मन्त्रालय मन्त्री उहाँहरूको इन्टायर 100वटा काम गर्नुभएको छ भने एउटा दुईटा चारवटा पाँचवटा काममा प्रश्नहरू आउनु भनेको स्वाभाविक हो, त्यसलाई हामी अस्वाभाविक लिँदैनौँ। र राष्ट्रसभाभित्र आफ्नै दल भए तापनि हामी प्रश्नहरू सोध्ने गरेका छौँ। तपाईँले देख्दै आउनुभएको छ, हामी गर्छौँ, प्रश्न गर्ने हाम्रो एउटा परिपाटी पनि छ। त्यसैलाई नै सम्बोधन गर्नको निमित्त हामीले यो छलफल राखेका हौँ। यसको अर्थ कुनै मन्त्री फेर्ने बिल्कुल छैन, कुनै त्यस्तो तयारी पनि छैन, त्यस्तो कुनै छलफल पनि छैन। हामी बिचको कुनै कहिलेकाहीँ तपाईँहरूलाई रमाइलोको लागि लेखिदिने पनि हुन्छ, दुईजना बिचको धारै अलग छ कि क्या, झगडै परेछ कि क्या भन्नुहुन्छ। त्यो तपाईँहरूको समाचारले चाहिँ हामीलाई अझ बढी नजिक ल्याउनु चाहिँ मद्दत गर्छ। त्यस कारणले यस्ता समाचार लेख्न नरोक्नु होला। साथीहरूको चाहिँ जस्तो केन्द्रीय समितिलाई परिपूर्ण गर्ने कुरा भनेको यो 5 वर्षभित्र गर्ने कार्य हो। यो हामीले 5 वर्षभित्र गर्ने कार्य भएको हुनाले साथीहरूलाई के बताउन चाहन्छु भने हामी यताको उताको नाम आउने कतैको पनि छैन। रासोपा एक हो। हामीले महाधिवेशन पछाडि समायोजनलाई समाप्त गरिसकेको हुनाले यो एउटा सभापतिलाई विधानले दिएको अधिकार अनुसार योग्य साथीहरूलाई क्रमशः ल्याउँदै जाने सिलसिलामा हामी छौँ। भोलि 4 जना गरौँला, पर्सि 5 जना गरौँला, अर्को दिन 10 जना गरौँला। उसले कसैले नाम दिने नै होइन, यो पार्टीले छलफल गर्ने हो। मलाई प्रस्तावहरू विभिन्न साथीहरूले गर्नुहुन्छ, कुनै अर्को ठाउँले हामी दुईटा धार छौँ अथवा यता पक्षले दिने भन्ने त्यो बिल्कुल त्यसलाई कम्प्लिटली खारेज गर्नु होला। त्यो समस्या कस्तो छ भने यो हामी पुरानो राजनीतिक अभ्यासमा सानो केही घटना भयो भने त्यसको राजनीतिक अर्थ खोज्ने बानी भएको, हामीमा त्यो छैन। हामी नापेर जोखेर कुराकानी गर्दैनौँ। कहिलेकाहीँ हामीले गरेको कुराहरूले राजनीतिमा अलग अर्थ लाग्ने गर्दथ्यो। पहिला यिनको पनि बिग्रियो कि यिनको पनि सिद्धियो कि भन्ने तपाईँहरूलाई लाग्न सक्ला। त्यो साँच्चै नै मैले तपाईँलाई भनेको कुनै किसिमको समस्या छैन, हामीमा कुनै किसिमको कन्फ्युजन पनि छैन। हामीलाई जनताले दिएको म्यान्डेटमा हामी स्पष्ट छौँ। यो रविले बालेनलाई, बालेनले रविलाई गरेको बाचा होइन, इतिहासलाई र देशलाई हामीले सँगै बसेर गरेको बाचा हो। यहाँ यस्ता सामान्य कुराहरूले यत्रो राजनीतिक कमिटमेन्ट, यत्रो पोलिटिकल कमिटमेन्ट, यत्रो हिस्टोरिक कमिटमेन्ट, यसो बिग्रियो सम्बन्ध, त्यो घरमा चाहिँ साथीभाइसँग सानो एउटा कुरामा कुरा नमिलेर परिवारसँग जिस्किएको चलेको विषय हो र यो चल्ने विषय पनि होइन, चलाउने विषय पनि होइन साथी। यो सेन्सिटिभ विषय हो।